हाम्रो किराँती संस्कारले संस्कृतिले श्रम गर्नु भन्छ, धेरै गफ गर्नु भन्दैन। तर हामी आधुनिक राजनीतिमा आयौँ, हामी पनि बेसरी गफ गर्ने भयौँ। म त लाग्छ नबिसाई 1 वर्ष भाषण गर्न सक्छु कि जस्तो लाग्छ। तर हाम्रो पुर्खाले काम गर भनेको हो, हामी श्रम गर्छौँ। हाम्रो खेतबारीलाई बाँझो राखेर प्लटिङ गरेर बेचेर ब्याङ्कमा राखेर त्यो पैसाको ब्याजले पेट पाल्ने जाति होइन। हामी हाम्रा माटो हाम्रा चाहिँ भूमिसँग जोडेर सधैँभरि अगाडि बढ्नुपर्छ भन्ने अर्थी उपदेश र पुर्खाको त्यो खालको चाहिँ सल्लाह सुझाव लिएर बाँचिरहेको हुनुपर्छ। हाम्रो पुर्खाले लेखबाट बेसीसम्म, बेसीबाट लेखसम्म बिना कुनै अत्याधुनिक औजार, बिना कुनै डोजर र एक्सकाभेटर हातले ढुङ्गा फुटाएर भस्ने खोरिया फाँडेर बारी बिराइदिनु भयो, खेत बिराइदिनु भयो। त्यो खेतबारी बाँझो राखेर यदि हामी एआई को कुरा गर्छौँ, हामी कम्प्युटर र ल्यापटप मोबाइलमा भुलिरहन्छौँ भने हामी किराँती भन्न हामीले सुहाउँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामी अत्याधुनिक एआई पनि विकास गर्छौँ, साथसाथै मानवसँग जोडिएर बस्नुपर्छ भन्ने कुरामा जोडदार आह्वान गर्न चाहन्छु। यदि हामी माटोसँग जोडिँदैनौँ भने हामीलाई यो देशको माया लाग्दैन, हामी यो देशको भूमिपुत्र हौँ भन्ने दाबी गर्ने ठाउँ रहँदैन। त्यसो भएको